हाई एभ्रिवान इट्स बिन लङ टाइम मैले ड्राफ्टमा भिडियो चाहिँ यति धेरै राखेको छु बट देन भोइस ओभर गर्नु नै भ्याएको थिएन भने चाहिँ म र मेरो छोरी चाहिँ सब्जी लिन जाँदैछु। उसलाई चाहिँ स्कुल जान एकदम धेरै रहर गरिरहेछ अनि जतै पनि जाँदा ब्याग बोकिरहेछ हिजो आज चाहिँ। मेरो छोरीको चाहिँ एकदम धेरै ज्ञान पस्दै गएको छ नि त अनि एकदम क्युट एक्टिभिटिजहरू गर्छ कि अनि यो पलहरू चाहिँ उसँगै बिताउनु पाउँदा चाहिँ एकदम धेरै खुसी लाग्छ, एकदम धेरै लकी पनि फिल लाग्छ भने आफ्नो सन्तानसँग टाइम बिताउनु पनि के लकी भन्नु होला कतिजनाले चाहिँ, तर धेरै यस्तै विदेश बस्नेहरूले चाहिँ कुरा बुझ्न सक्नुहुन्छ। अझै गल्फ कन्ट्री हुँदै बस्ने दाजुभाइ दिदीबहिनीहरूले यो कुरा बुझ्नुहुन्छ आफ्नो छोराछोरी विदेश नेपाल छोडेर आउनु पर्दाखेरिको पीडाहरू। बच्चाहरू चाहिँ एकै वर्षमा नि कति धेरै ठुलो हुने भने उसलाई चाहिँ आफ्नो घरको बाटो थाहा छ क्या, आफै सुरु अगाडि जाने गर्छ अनि चाबीहरू पनि आफै खोल्नु खोज्छ क्या। अनि त्यसैले बाहिरबाट घन्टी बजायो भने हामीले ढोका खोल्नु भन्दा अगाडि उसले आफै ढोका खोलिहाल्छ भने उसलाई चाहिँ एकदम गर्मी भएछ आफै चप्पल सप्पल खोलेर अनि अघि हामीले उसको लागि कलर पेन्सिलहरू किनेको थियो नि त अनि आफै निकालेर सरप्राइज भन्दै मक्ख पारेछ। अनि दिनभरि मसँग भयो भने उसको फेभरेट पर्सन चाहिँ उसको बाबा नै हो। आउने साथ उसको बाबाले देखाउँछ अनि उसको गुड नाइट एक्टिभिटिज भने उसको बाबासँगै हुन्छ कि